आज एउटा रमाइलो कथा सुनौँ है त। यो कथा धेरैको जीवनमा लागु हुन्छ, धेरैलाई म्याच खान्छ है त। एकजना साउले आफ्नो म्यानेजरलाई अफिसमा बोलाउन लगाउँछ। म्यानेजर आज साउले बोलायो भनेर खुसी हुँदै जान्छ, आफ्नो कामको फाइलहरू बोकेर जान्छ। भित्र गएर मुस्कुराउँदै आफ्नो कामहरू साउलाई देखाउन थाल्छ। साउले फाइलहरू हेर्न थाल्छ र ऊ अलिकति फाइल हेरिसकेपछि रिसले कड्किन्छ। खै तिमीले नाफा हुन्छ भनेको ठाउँमा खै त नाफा हुन्छ भन्थ्यौ त। त्यसपछि म्यानेजरले भन्छ, साउजी यस्तो यस्तो भयो, यो सिचुएसनका कारणले यो हामीले भनेको जस्तो नाफा कमाउन सकिएन। त्यो सुन्ने बित्तिकै साउजी झन् रिसले चुर हुन्छ, कड्केर फाइल फ्याँक्दिन्छ। तिमीले यही काम गर्ने हो, यस्तै गरेर कम्पनी उँभो लाग्छ, के गरेको भनेर रिसाउँछ। जाऊ, काम छैन तिम्रो भनेर रिसाउँछ। म्यानेजर शिर निहुराएर सुनिरहन्छ। उसलाई भित्रभित्र रिस उठेको हुन्छ। रिसको एउटा गुण हुन्छ नि, हजुरलाई थाहा छ? रिस भनेको आफूभन्दा सानोको अगाडि मात्र निस्किन्छ, आफूभन्दा कमजोरको अगाडि मात्र निस्किन्छ, आफूभन्दा बलियोको अगाडि निस्किन सक्दैन। म्यानेजर रिस दबाएर बसिरहन्छ र ऊ बाहिर निस्किन्छ। अरू स्टाफहरू हेर्छन्, अघि खुसी हुँदै गएको म्यानेजर अहिले निराश हुँदै गइरहेको छ। अनि त्यहाँ एउटा स्टाफले भन्छ, गुड मर्निङ सर। अनि उसँग म्यानेजर रिसाउँछ, के को गुड मर्निङ, के छ, के गुड छ र आज भनेर रिसाउँछ। जाऊ, बन्द भयो काम, घर जाऊ सबै भनेर ऊ पनि बाहिर निस्किन्छ म्यानेजर। त्यसपछि गेटमा जान्छ, गेटमा ताला लगाएको हुन्छ। पालेलाई यताउता हेर्छ, देख्दैन। अनि चिच्याउँदै कराउँछ, कहाँ गयो यो? अनि पाले एकछिनपछि दगुर्दै आउँछ। के भयो हजुर, आज त छिटो निस्किनु भयो? अनि पाले, तेरो काम के हो? गेटमा बस्ने हो कि कहाँ डुल्न गइ थिइस्? तेरो काम यही हो? कामसाम बन्द भयो, जा घर भनेर लगाइदिन्छ। पाले पनि गेट खोलिदिन्छ र घर जान्छ। पाले घर जान्छ रिसाउँदै। घर गएर गेटमा आफ्नो घरको ढोकामा बेल बजाउँछ। 3 चोटि 4 चोटि बजाउँदा पनि श्रीमती बाहिर निस्किँदैनन्, किनकि श्रीमती बाथरुममा नुहाइरहेकी हुन्छन्। अनि श्रीमती हतार हतार ढोका खोलिदिन्छन्। ढोका खोल्ने बित्तिकै, त महारानी भित्र बसिराख, म छु नि गदा जस्तो काम गर्ने, कमाएर ल्याइहाल्छु, मोज घर बस भनेर श्रीमतीसँग रिसाउँछ। अनि श्रीमती पानी लिएर आउँछु भनेर जान्छन्। जाँदाखेरि त्यो सोफामा बसेर छोरोले टिभी हेरेको देख्छिन्। अनि श्रीमतीले छोरोलाई गाली गर्छिन्, त गदा टिभी मात्रै हेरेर बस, तै बाउ जस्तो गेट पाले हुन्छस्, त्यही गर्ने त होला नि भनेर छोरोलाई टाउकोमा घोच्याएर पानी लिन जान्छन्। छोरो पनि रिसाएर रन्केर रिमोट फालेर घर बाहिर जान्छ। रिसाउँदै रिसाउँदै छोरोले कहाँ रिस पोख्ने, ढुङ्गा फाल्दै हिँड्छ। अनि एउटा हातले एउटा ढुङ्गा टिकेर अलि पर बलले लगाएर हान्छ। त्यसपछि त्यो ढुङ्गो गएर एउटा कुकुरको टाउकोमा लाग्छ। कुकुर रनफनिँदै दगुर्छ र एउटा अगाडि हिँडिरहेको व्यक्तिलाई टोक्छ, नराम्रोसँग टोक्छ। त्यो कुकुरले टोकेको व्यक्ति को थियो थाहा छ? जसले यो रिसको बिउ रोपेको थियो, साउ, त्यसैलाई कुकुरले टोक्छ। यानि कि बुझ्नुभयो नि, रिस तपाईले सुरु गर्नुभयो भने घुमेर तपाईसँगै आइपुग्छ। त्यसैले सुरु गर्ने या नगर्ने तपाईको हातमा छ है त।